मर्निङ सबैजनालाई। आज धेरै दिनको बादमा म एउटा नयाँ भ्लग लिएर आइरहेको छु तपाईँको साथमा। अन्त यो चाहिँ के हो भने आज चाहिँ मेडी हो, अब नानीहरूको पनि छुट्टी, बुढाहरूको पनि छुट्टी, त्यही कारणले अचानक प्लान भयो अब इन्डोनेसिया जाने भनेर। त्यही कारणले चाहिँ अब इन्डोनेसिया जाने ड्राई पिकनिक घरमै बनाएर लाने हो। अन्तखेरि चाहिँ आज चाहिँ अब नानीहरू सबै परिवारै गएर 2-3 परिवार मिलेर गएर चाहिँ पिकनिक खाने हो, ड्राई पिकनिक। अन्त अब तपाईँहरूले मेरो च्यानललाई माया गरिदिनुहोस् होला, सपोर्ट गरिदिनुहोस् होला। नयाँ भ्युजहरूले मेरो भ्लग हेरिरहनु भएको छ भने सब्सक्राइब गर्नु नभुलिदिनुहोस् होला। अन्त एउटा के बात छ भने सेयर पनि गरिदिनुहोस् होला तपाईँको आफन्तलाई होइन, दिदीबहिनी, दाजुभाइ, साथीभाइहरूलाई। अन्त अब हाम्रो चाहिँ अब नयाँ च्यानल हो, त्यही कारणले चाहिँ नयाँ अब च्यानल बनाएको, त्यही कारणले चाहिँ तपाईँहरूले हामीलाई साथ दिनुहोस् होला, सपोर्ट दिनुहोस् होला। आज चाहिँ हामी भट्टाभट गर्दैछु। अब चाहिँ हामी जाने हो, त्यही कारणले म चाहिँ अब के बनाउनु भन्दाखेरि चाहिँ चाउमिन बनाउनु भनेर चाहिँ अब अरूहरूले चाहिँ अर्को केहरू बनाउँछ, म चाहिँ चाउमिन बनाउने मटर खेलाउँदैछु। अरूहरू सबै भइसक्यो हो। म चाहिँ मटर खेलाउँदैछु, अरूहरूले के बोक्छ अब पुरी सुरी, आलु, अन्डा हो। म चाहिँ चाउमिन, अचार, चिया त म बोक्छु चिया त मेरो फेभरेट हो चिया चाहिँ, त्यही कारणले चिया बोक्ने हो। 1 ग्लास चिया बनाउँछु, तयारी छ, हतार बिजी। अलिकति खोकी पनि चलिरहेछ, मलाई घाँटी पनि दुखिरहेछ। आज अचानक प्लान भएर चाहिँ त्यो कारण चाहिँ हतार भयो नि, अचानक प्लान भयो। किनभने आज चाहिँ मे डे हो कि, त्यो कारणले बुढाहरूको पनि छुट्टी, आज नानीहरूको पनि छुट्टी, त्यही कारणले चाहिँ आज चाहिँ हामी घुम्ने प्लान गऱ्यौँ। यो चाहिँ मैले क्याप्सिकम, सिमी, मटर, गाजर, प्याज, अब कोपी काट्छु, यति हुँदैछ। अब चाहिँ म चाउमिन बनाउँछु, चाउमिन बनाउनु आँटेको। कोपी पनि काटेँ मैले। म यो चाउमिन बनाउने हो। म चाहिँ मसला हाल्नु थालेँ, मसला चाउमिनको। चाउमिन रेडी, दामी भयो चाउमिन चाहिँ। यहाँ भाडा दिँदैछ, हेल्प गरिदिँदैछ मामालाई ढिलो हुन्छ भनेर है कसरी। अब हाम्रो यो चिया पनि हुँदैछ, चिया पनि आयो बेना। आमा पछि कसको काखमा भदैनीको अनि चाहिँ भदैनीको काखमा छ है। त्यहाँ जो यहाँ भयो खैनी टेन्सन चाहिँ हुँदैन, खै हामी हेलो भन्दा हामी गएकै भन। अब चाहिँ हामी जाने फर्स्ट हिँडेको घुम्नुको लागि के छ हजुर। त्यसको गाडीमा चाहिँ टन्नै भालु सालु केहरू झुन्डाएको रहेछ है। क्याट पनि छ यहाँ ल। खै म्याउ गर्छ त यसको, गर थिच त यहाँ थिच न माथि हौ। खै आउनु म्याउ म्याउ भन्छ हो, म्याउ भन्छ त। यसको गाडीमा त के लगाएको छ। हामी चाहिँ पम्दिन ओह्रालो लागे के भन्छ हामी चाहिँ इन्डियन नेपाल आइपुगे। सबै
यहाँ चाहिँ यस्तो छ पुरा भाइरल छ हामी त गर्दिन नदेखा इन्डियन फल्स आइपुगे हामी हेर्नु सक्नुहुनेछ दामी फल्स हुँदैछ के हामीलाई बियर किन्दैन मैला हुन्छ है उर्केन निकाल न अन्त हामी चाहिँ आइपुग्यो यो त दामी रहेछ यो जग्गा यतातिर यहाँदेखि चाहिँ हिँडेर जानुपर्ने रहेछ उयो छैन रहेछ बाटो हाम्रो चाहिँ चिया बोकेको आउँदैछ के को गफ होला यिनीहरूको भगवान गफ गरे हिँड्यो हो यहाँ छ है इन्डियन फल्स जेसु गछहरू चिया चाहिँ आमा भ्लग गर्दैछ नानी कहाँ पुगिसक्यो है राम्रो छ त्यो पनि त्यो पनि भचाउला जस्तो छ है फोनमा मात्रै फोकस सप्रीमा कालु अरे कालु इन्डियन फल्स हेर्नुहोस् होला फोन गरेको नेटवर्क छैन हात हल्लाउ न म बहिनी हाम्रो ग्रुप झालमुरी बनाएर पनि खाएको झालमुरी पनि खाएको थियो तिमीहरूको बनाएर ए उसो भए हामी पनि खान्छौँ हाम्रो निकालेर अलिकति दिदी भाइ हो दिदीहरू आज चाहिँ यहाँ चाहिँ मेडेको छुट्टीमा चाहिँ हो सबै आएर चाहिँ यहाँनिर गेम खेलाउँदै गेम हेरेको ए झन्डैले गेमहरू खेलाउँदै आज मेडेमा चाहिँ छुट्टीमा हाम्रो ग्रुपहरू पनि आउँदैछ भाइहरू मेरो भाइले भिडियो गर्दै आउँदैछ हेलो भन्न डान्सर है ए एउटा सब्सक्राइब गर न फोनबाट सब्सक्राइब गर न के हुन्छ नि त जाउँ न मासुहरू पोल्दैछ अरे खै कहाँ भाइलाई भाइले फेरि फोटो खिचेको खिच्छ हाम्रो पप्पु भाइ पनि आयो पप्पु भाइ आइपुग्यो ए भाइ कसले काट्छ वाटरमेलन लु नानी पुरा खोक्दैछ है भाइ के खान्छस् भन्छ पुरा खोक्दैछ नानी वाटरमेलनहरू जुसहरू नलिएको भए पनि हुन्छ यसले झन् उल्टी गर्छ यहाँ चाहिँ वाटरमेलन काटिदिँदैछ ओ यो त मिठो छ होला र मिठो छ हो र खाऊ न राखी खाए हेर्दा मामा बुहारी आए है आज हामी घुम्न आएको है बेसी खायो त खल्ला हुन्छ नि अन्त 3टा उडाइसक्यो तिमीले अघि एउटा दुईटा भइगयो हुन्छ
त्यो बेलामा चाहिँ यसरी खानुहरू लु बेला लिएको छु कि बेला चाहिँ अहिले खाएर आएको छ निकाल न हामी चियारा साह्रै भने बुहारीले उनीहरूकोमा त अन्न आयो भने दुईजनाको निकालिदिनु पऱ्यो चिया पहेँलो र हरियो मकमा पहेँलो र निलो पहेँलो र सेतो हाम्रो ग्रुपहरू नानी ठुलो चिया यो अर्को ग्रुप हो परहरू पनि खाना खानु आँटेको छ यिनीहरूले अड्डाहरू खाएको खिच्नुपर्छ हामीलाई छुट्टाएको छ नि त झन् मैले त लिएको थिएन म खान्दिनँ भनेर मेरो भाग चाहिँ छुट्टाएकै थिएँ ल खानु भाउजू अन्न खानु त हो भाउजू ल आलु छ त झोल हामी चाहिँ खानु स्टार्ट गरेको चाउमिन पुरी अन्डा अचार आलु ए तिनजाङ जुस नखा हामी चाहिँ फोटो सेटो खिचेर आयो अब चाहिँ सबै गइसक्यो अब हामी चाहिँ पार्टीहरू माथि के गर्दैछ ऊ आउनेहरू आउँदैछ जानेहरू जाँदैछ हाम्रो पार्टीहरू माथि छ नानीहरू खेल्दैछ हो अब हाम्रो कुखुरा फुल्दैछ भनेर है लम्बुले यहाँ छ आउने आउँदैछ जाने जाँदैछ हो यो माथितिर होमस्टेहरू पनि छ आएर तपाईँहरू बस्नु सक्छ खाना होइन होमस्टे चाहिँ यहाँनिर छ होमस्टे चाहिँ यहाँ छ कि यहाँ चाहिँ तपाईँहरू लजिङ फुडिङ हो यहाँ चाहिँ स्न्याक्स चाय सबै दिन्छ यहाँ चाहिँ हाम्रो अम्बो दाउरा पनि ल्याएछ त नि त मासु अम्बो भइहाल्छको अम्बो मासु ए वेलकम टु माई च्यानल तपाईको तल गयो लु यिनीहरूले म त पानी निकालेछ भनेको यति मात्रै मासु हाम्रो चाहिँ मासु यति मात्रै मासु सुक्दो रहेछ हौ 1 किलो त्यो कति केजीको यो ए उरे कति केजीको मासु अन्त फाकिन्छ ल यो यति त कसले खानु को यो हामीले एउटा लान्छु तपाईँहरूलाई चाहिँ चिकन पोलेको सेकुवा खाँदैछ सेकुवा ऊ ल्यायो त आलु खान्छु आम्मा हो त्यो प्लेट भाइ चाहिँ डरलाग्दो छ जुठो यो त्यो रातो जुठो छैन पानी लग्यो पप्पुले माथि घर गएको अब हामी चाहिँ यो सटै बोकेर कसैले पोखर उर्केन कहाँ गएको दामी छ है इन्डियनले फर्स्ट दामी अब हामी चाहिँ गएको
आधा गइसक्यो माथि पुगिसक्यो हामी चाहिँ यता केटीहरू गइसक्यो आधाउँदै अब हामी चाहिँ यहाँको भ्यू हेर्नुहोस् मेरो भाइ भिडियो गर्दैछ तपाईँ बोकेर यहाँ बाँसको पुलबाट तरेर जानुपर्छ खोलाहरू हेर्नुहोस् भन्नु जरुरी छ र नुहाइधुवाइ पो गरौँ त बोकेर बट्टामा अलिकति गङ्गा जल अघि खाइसक्यो त भयो अब Music lifts